सिस्टर एकदम राम्रो डेकोरेट गर्छ अहिले चाहिँ यस्तो चितवनमा अहिले यस्तो गर्मी छ है दिदी यस्तो गर्मी छ हिजो हामी एकदम है चिसो ठाउँ के त यस्तो बाक्लो बाक्लो लुगा लगाएर बस्दा थियो अनि अहिले त ल यहाँ जुस खान लाग्यो ड्याडीलाई पनि एकदम गाडी चलाउँदा सन्चो नभए जस्तो भएर यहाँ हामी त गर्मीले एकदम हो भएर अहिले बरफ लास्टै गरी गाडी चलाउँदो रहेछ है ट्राफिक रुल्स त केही फलो छैन क्या मान्छेहरू यताबाट नि हाल्दैछ यताबाट नि हालिदिएको छ ट्राफिक रुल्स भने चाहिँ केही छैन बरु आज यो दाइले भनेको है आज यहाँबाट अलि त्यहाँ पनि अलिक गर्मी छैन अरे ल अलिक कमै गर्मी छ अरे मिठो रहेछ यो हाम्रो एकदम गफाडी दाइ झापलीजहरू गफाडी हुन्छ ओके अब निस्किन लाग्यो आज हामी कहाँ गएर बस्ने सायद अझ इटहरू त एकदम टाढा छ मेबी लाहानतिर गएर बस्छ होला बजे अब आज हामी कहाँ गएर बस्ने ल छैन थाहा छैन तर उता त्यही पनि आइस मजाले हाल्दो रहेछ पहिलादेखि नै अनि त्यहाँबाट पक्लिएर मुनि जम्दो रहेछ अनि उखु एउटा आधी टुक्रा उखु घुमाइदियो 50 कि 60 भन्यो 50 रुपियाँ अनि आज मलाई त्यस्तो अरे कहाँ सकिएर यो ठाउँमा आइस नहाले त खानै सक्दैन अरे अझै मुस्ताङ जाँदाखेरि नर्मल एउटा मान्छेहरूको कति खर्च आउँदो रहेछ 5000 एकजनाको भागमा लाइक एकजनाको मात्र 5000 को भागमा ग्रुपमा जाँदैछ भने 5000 को दरले एकजनाले हाल्यो भने मुस्ताङ ट्रिप एकदम राम्रो हुने रहेछ त्यो मैले बुझे अनुसार इलेक्ट्रिक गाडी किनभने चार्ज गरेपछि त चार्जको चाहिँ अलिक कम पैसा लिँदो रहेछ नत्र भने त पेट्रोलले त ओहो तर इलेक्ट्रिक गाडीको एक्सपिरियन्स भन्दा भाइ एकदम दुःखदायी त्यो चार्ज गर्न नै धेरै टाइम लाग्ने गाडी त्यस्तै आउने चार्जर पनि नभएको फाइनली हामी यो लालबन्दी भन्ने ठाउँमा त आइसक्यो राम्रो छ रुम ओइ यहाँ in this room राम्रो छ worth it लगभग कति 25 यहाँ हो 2500 जति लाग्यो है 2500 जति लाग्यो आज त यत्रो दिनपछि बल्ल बल्ल अब रेस्ट हुने भयो अब रेस्ट गर्ने फ्रेस हुने एकदम थका लागिसक्यो अनि केही खाने आज सायद रोटी खाने कुरा भइरहेको छ किन यत्रो दिनदेखि राइस खाएको छ चिकन खाएको छ मटन दुनियाँ माछा सो आज चाहिँ हामी एकदम सिम्पल खान्छौँ ओके रेस्ट गर्ने सिम्पल हल्का यो चाहिँ मेरो दाइको छोरा के मेरो ड्याडीको नि भान्जाको नि छोरा राम्रो छ रुम है रुम एकदम राम्रो छ गुड मर्निङ आज चाहिँ म यो
ल लालबन्दी भन्ने ठाउँमा छु अनि आज चाहिँ यहाँबाट यस्तो सास फुलिरहेको तलदेखि माथि एकदम टप फ्लोरमा आएको छु क्या म अनि oh my god हाम्रो सुकाएको लुगा यो लुगा चाहिँ सबै हिजो क्या अब यत्रो दिन भइसकेको थियो हामी धुवामा हिँडेको होइन अनि सब लुगा चाहिँ अब भने अलिकति धुन किनभने सफा हुन्छ भोलि पर्सिको ट्रिपको लागि फेरि लुगा चाहिन्छ भनेर हिजो सब मम्मी र म भएर धोको कस्तो हावा चल्दो रहेछ यहाँ त टु मच गर्मी टु मच राम्रो छ ठाउँ यो सब लुगा टिपेर तल लगाएर प्याक गर्छु अनि आज हामी इलाम निस्किन्छौँ सिधै इलाम जाने भएर इलाम श्रीअन्तु इलाम श्रीअन्तु डाँडामा जानेछौँ हामी अनि धेरै लामो बाटो छ धेरै लामो ट्रिप 44 हो यहाँ सबै छ कसम यो होटलको मान्छे चाहिँ मलाई एउटा कुरामा चाहिँ ठिक लाग्यो किनभने एक रात बस्न आएको गेस्टलाई कसले यति धेरै लुगा आउँछ मोजा खाउँछु कसले यति धेरै लुगा धुन दिन्छ हो ल भाइको सब छ ल लुगा धुन दियो होइन अब हामी नुहायो अनि हामीलाई लुगा धुनको लागि एउटा बाटा चाहिएको थियो त्यो पनि ल्याइदियो रुम सर्भिस एन्ड एभ्रिथिङ इज गुड रियली यहाँ लालबन्दी आएको बेलामा चाहिँ यो होटल बस्दा हुन्छ है एकदमै राम्रो रहेछ क्या अब ठाउँ पनि होइन एकदम मेन हाइवे त्यहीँ छ है हाइवे त्यहीँ नजिक छ अनि अब सबजना फ्रेन्डली राम्रो अब लगेज पनि हामीलाई माथिसम्म बोकेर ल्याइदिनु भयो 3टा बेड थियो 3टा बेडमा जम्मा हामीलाई 2500 लिग्यो होइन 2500 भनेको एकदम गुड किनभने रुम पनि राम्रो थियो लाइक रातभरि फ्यान चलेको थियो एसी खोल्यो भने चाहिँ एक्स्ट्रा 500 अरे त्यो ठिकै हो अब एसीमा अलिकति बढी लाग्छ बट फ्यानले पनि काम गर्यो हामी त एसी चलाएर सुतेन किनभने बिरामी हुनसक्छ क्या एसीको चिज चल्दैछ हामीलाई चाहिँ फ्यान चलाएर सुतेको है आरामको निन्द्रा पायो हेरौँ अब श्रीअन्तुमा कस्तो कस्तो छ मम्मी ड्याडीको कुराले त मैले एकदम हाई एक्सपेक्ट राखेको छु होइन हेरौँ मेरो एक्सपेक्ट जस्तो हुन्छ कि हुँदैन ओके हेलो अब चाहिँ हामी आज लालबन्दीबाट निस्किसक्यो यहाँ सबैजना यो पछाडि नसुकेको लुगाहरू यसरी राखेको हिजो राति लुगा धुएको थियो नि त अनि आज हामी इलामबाट बस्ने होइन हो डाइरेक्ट इलाम पुग्छौँ अब श्रीअन्तु टाइम भएको छ 7:42 लगभग लाग्छ होला कति घन्टा लाग्छ होला अब श्रीअन्तुसम्म पुग्न बेलुकै पुग्छ होला अनि आज हामी श्रीअन्तु पुग्छौँ सायद भोलि पनि बस्छौँ होला हेरौँ के हुन्छ त्यहाँ के फर्किन्छौँ कि बिहान यति बजे 6 बजे हिँड्ने भनेको 8 बज्न लागिसक्यो बाबु कस्तो लागिरहेछ तिमीलाई राम्रो तँलाई एकदम राम्रो ओके बाटोमा हामी अब कहाँ गएर खानासाना खाने अब हिजो राति रोटी खाएको आज राइस नै खानुपर्छ आज हेरौँ कता मिठो पाउँछ के पाउँछ ओके हजुर हजुर सानो बच्चा लिएर हिँड्नुको पीडा के अब अरू कुरा खाँदैन बिहान हेल्दी एप्पल काट्यो दियो सिकुमा बोय यो मान्छेलाई सोध्छ सिन्धुली जाने बाटो हो कि कतिको गाडी हिँड्छ अहिले यो होइन बाटो बिग्रिरहेछ भने गाडी कतिको चलिरहेछ भन्नु फर्केर आउँदा अहिले त इलाम जान्दा सोधेर लास्टमा चाहिँ इलाम जानला बर्दी पास कति 8-13 भयो अहिले बर्दीबासमा त बेल्ट पनि हैन 50 रुपैयाँ पाउँछ रे के कहाँ यहाँ छालाको बेल्ट छालाको बेल्ट 50 रुपैयाँ रे सामानहरु सस्तो यहाँ एक के छ छाला पाउने होइन सस्तो सामान पाउँछ रे
इन्डियाबाट सिधै आउने भएर हो कि एउटा दाइले भन्नुभयो क्या मलाई छालाको बेल्ट भाइ तिमीलाई 50 रुपियाँमा ल्याइदिन्छु रे बर्दी बासाको बेल्ट नल्याइदिएर मैले उता बोर्ड हेरेर भनेको त्यो लेखाएको थिएँ कि बिचारा त्यो मान्छेलाई बिचारा यतै जान होला जस्तो लाएर भनेको त लास्टमा जानु नि होइन हामी इलाम जान लागेको फर्किँदा अनि ल रोक्छै रोक्दैन है त ड्याडलाई के हो हाम्रो ड्याडलाई त ट्राफिक दाइहरू कसरी नरोक्ने के रोक्ने बेललाई हाले राम्रो चलाइहाले बजिरहेको छ पछाडि है पछाडि म्युजिक बजिरहेको रहेछ राम्रो छ ठाउँ खानासाना खाने चाहिँ फोटो खिच्नु पर्ला राम्रो रहेछ यहाँ छ मसँग पुरानो बाजेको प्रसिद्ध पेडा भण्डार ओहो यसरी बनाउँछ यहाँ यहाँ पनि तातो दुध हुँदो रहेछ है चटनी नेपालको फेमस है दुधबाट बन्छ यो पुराउनीबाट दुधलाई पकाउँदै यस्तो गर्मीमा है हो नि गाह्रो छ नि बनाउन ल यस्तो गर्मीमा सामान इडरीमा लिँदाखेरि 1200-1500 यहाँ लिँदाखेरि त्यो हो हैन यहाँको लोकल पानी चप्पल भिजा चप्पल ल भिजाऊ आधी किलो कसरी कसरी हो यो बाहिर नर्मल तपाईलाई यो नर्मल बाहिर 15 दिन राख्नु मिल्छ फेरि म त जति दिन्छ 5 बजे के भयो पुरानो बुढो बाजेको पेडा भण्डार अब अगाडि फेरि लाग्ने पानी पानी त कति खाइयो कति के भयो सीट बेल्ट कति भन्नु हजुरलाई ल बाबु घुसार त्यो प्याल तेरे पे क्या करत माने तेरा खै पानी मम्मी हेलो बाबु हामी कुन ठाउँ जान लागेको रे इलामबाट श्रीयन्ती त तिमी पहिला पनि गइसक्यौ In 500 meters at the roundabout, take the third exit onto Mahendra Highway.
भन्छ चटपटेमा चाहिँ यो? चटपटेमा भुजा, चाउचाउ, चना, मटर, भुजिया। अलरेडी यो राखे हुँदो रहेछ। यहाँ धुलै धुलो हुँदो रहेछ। प्याज प्याज हाल्नु, गोलभेडा नि हाल्नु। तातो हुँदो रहेछ। 6:09 गयो। हामी चाहिँ कन्याम पुग्न लाग्यो। अब आज हामी उता कारे श्रीअन्तु नै गएर बस्ने भनेको सकेन। इलाम पनि जानलाई एकदमै राति भयो, धेरै टाढा रहेछ, धेरै टाढा जान सक्छ तर मोड छ के, मोड छ वहाँ। ठ्याक्कै 6:10 साढे 7मा त पुग्छ तर होइन नजाऊ, यतै कन्यामतिर बस्छु। त्यहाँ केही छैन, के छ ल तपाईँहरू छिटो गलफत मिलाउनु। भोलि हामी बस्ने होइन भने अनि बस्यो भने किन हतार गर्नु? आज कन्याम बसौँ भने क्या, भोलि अनि कन्याम बस्नु कन्याम बसौँ अनि भोलि श्रीअन्तुमा बसौँ अनि पर्सि श्रीअन्तु बस्यो भने त भोलि दिनभरि कन्याम घुमेर हामी बिचामर गएर भ्याउँछ नि त। त्यस्तो हो नि त। आज ऊ नै जाने भने श्रीअन्तु अनलाइनबाट भइहाल्छ बुकिङ। ल जे गरे नि भयो। ठाउँमा गएर हाई एक्सपेक्ट नराख्नु क्या, अरूले भने जस्तो देख्यो नि हाई एक्सपेक्ट। त्यो सोचेको थियो के भयो भने जस्तो। आई डोन्ट लाइक दिस प्लेस है, आई डोन्ट लाइक इट। आई रियली डोन्ट लाइक इट। What is this? When the sun goes down and the moon comes up,